3 लाख डाउन पेमेन्ट गर्नुस् कार लगेर जानुस् है त माथि तपाईले देख्न सक्नुहुन्छ यसको तपाईहरुलाई चाहिँ आज मैले कालेबुङमा एउटा यस्तो शोरूम लिएर राख्छु है जसमा तपाईहरुले एकदम सस्तोमा गाडी बाइकहरु पाउनुहुन्छ कहाँनिर भन्दा तपाईको इको व्हील्समा हैन यहाँनिर चाहिँ तपाईले अब गाडीहरु चाहिँ थारदिनको लिएर हैन अल्टो दिनको लिएर सबै गाडीहरु पाउनुहुन्छ हैन र आज तपाईलाई म यहाँ भिजिट गराउने छु यो चाहिँ कहाँनिर भन्दाखेरि चाहिँ कालेबुङ तपाईको 6 माइलमा हो हैन र यता तपाईले यहाँनिर मेरो छुमा देख्नुहुन्छ कालो थार ब्ल्याक थार एकदम बबाल छ हो अनि यतानिर तपाईले यहाँनिर सुमो गोल्ड पनि देख्नुहुन्छ हैन एकदम अब यसको म के छ जानकारी लिन्छु ल र अब यो थारको बारेमा चाहिँ म हाम्रो यहाँनिर दालाई सोध्नु जानकारी दिन चाहन्छु है यो कहिले कुन सालको हो हैन र कति किलोमिटर कुदेको छ यो थारको अलिकति डिटेल्स भनिदिनुस् न यो गाडी त तपाईको 2023 मोडलको हो हजुर यो डिजल हो तपाईको हाट टपमा छ यो गाडी हैन हजुर यसको तपाईको किलोमिटरको कुरा गर्नु पर्दाखेरि किलोमिटर 27000 मात्रै कुदेको छ हजुर हजुर अनि यसको तपाईले डाउन पेमेन्ट पनि 4 लाख नभए 5 लाख मिनिमम डाउन पेमेन्ट तपाईँ 3.5 लाख 3.5 लाख गर्दा भइहाल्छ तपाईको यसको प्राइस रहेको छ तपाईको 12,99,000 छ तपाईको यसमा यसको तपाईको पेपरहरु सबै अप टु डेट नाम ट्रान्सफर तपाईको के गर्ने भनेर तपाईले फाइनान्स पनि गर्नुहुन्छ एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ तपाईले बाइक स्कुटी गाडी जुन चाहिँ गाडी पनि लिएर आउनुहुन्छ तपाईले सुनिहाल्नु भयो होला हैन यहाँनिर अब एउटा तपाईले बाइक स्कुटी ल्याएर यो थार लानु सक्नुहुन्छ साथीभाइ हो यस्तो फ्यासिलिटी छ तपाईले यस्तो फ्यासिलिटी चाहिँ कहीँ पनि भेटाउनु हुँदैन हैन यो थार एकदम तलकै टल्किरहेको छ हैन यो सेकेन्ड ओनर र गाडी पनि एकदम बबाल छ कुन सालको भन्नुभयो यो गाडी 23 मोडलको है ल साथीभाइ 23 मोडलको एकदम बबाल गाडी छ अनि यो सुमोको बात गर्नु पर्दाखेरि यसको पनि केही जानकारी पाउँ होला अब यसको तपाईको 2015 को मोडल हो 15 को मोडल यो तपाईको 15 को मोडल यसको तपाईको प्राइस रहेको छ यसको 4,60,000 हजुर 4,50,000 हो अनि 4,60,000 हो हजुर तपाई यसको कुरा गर्नु पर्दाखेरि यो तपाईको डिजलमा छ यो तपाईको तपाई थारमा जे सुन्नुभयो त्यही तपाईले यसमा गर्दा हुन्छ एक्सन पनि हुन्छ तपाईको हजुर डाउन पेमेन्ट गरेर तपाई फाइनान्स भए पनि लान सक्नुहुन्छ र तपाईलाई यो त बाहिर त एउटा डेमो मात्रै हो अब भित्र अझै थुप्रो गाडीहरु छ है आज म तपाईलाई भिडियोमा देखाउन जान्छु र जति पनि गाडी किन्नेहरु साथीभाइहरु हुन्छ तपाईहरुले शेयर गरिदिनुस् होला अब भित्र आउँ है त ल अब चाहिँ तपाईलाई म यहाँ भित्रको देखाउन जान्छु जुन फर्स्ट टाइममा तपाईले देख्नु हुँदै होला वेगनर हैन एकदम इलेक्ट्रिक टर्केर बसिरहेको छ ट्याक्सी गाडी हो तपाईको हैन र यो कुन सालको हो यो वेगनर चाहिँ यो तपाईको 2019 मोडलको हो 2019 मोडलको यसको किलोमिटरको कुरा गर्नु पर्दा यो मात्रै 50,000 मात्रै कुदेको छ 50,000 मात्रै 55,000 हजुर 55,000 कुदेको छ यसको तपाईले डाउन पेमेन्ट पनि गर्न सक्नुहुन्छ हो हजुर डाउन पेमेन्ट तपाईले 1,60,000 गर्दा हुन्छ 1,60,000 दिनु भयो तपाईले यो लान सक्नुहुन्छ है तपाईको सिबी राम्रो छ भने तपाईको अब यो बढ्नु सक्छ तपाईले 1 लाख मात्रै गर्दा पनि हुन्छ तपाईको त यहाँले म जीरो ब्यालेन्स पनि पाउँछ जीरो ब्यालेन्स पनि पाउँछ सिबिल राम्रो छ भने साथीभाइ जीरो ब्यालेन्स पनि पाउँछ हैन तपाईको यसको दाम रहेको तपाईको यसको दाम रहेको 4,65,000 4,60,000 मा तपाईले हैन यो चक्का एकदम गाडी बबाल गाडी छ भित्र पनि तपाईले खोलेर देखाइदिन्छु हैन भित्र यसो कस्तो के छ भनेर सक्नुहुन्छ तपाईले यो 4 सिलिन्डर हो यो लु गाडीहरु साथीभाइ एकदम बबाल छ हो तपाईहरुलाई अब एकजस्ट पनि मजाले हुन्छ यसमा टटमा चढेर कुदाउनु ओर्नु हो मज्जाको छ किन माथि तपाईले देख्न सक्नुहुन्छ यसको सिलिङ पनि मजाको छ हो तपाईले देख्न सक्नुहुन्छ किलोमिटर यहाँ स्टार्ट गरेको छैन अहिले देखाउनु छु तपाईहरुलाई है अनि यताको यो अल्टोको बात गर्नु पर्दाखेरि है त यो चाहिँ कुन मोडल हो र यो तपाईको 2016 को मोडल हो यो तपाईको चाहिँ हो अनि यसको तपाईको प्राइस रहेको छ यसको 2,20,000 हो हजुर त्यसमा तपाईले पेपर अप टु डेट गरेर दिनुहुन्छ तपाईलाई हो हजुर तपाईको यसको अरु कुरा गर्नु पर्दा यसको इन्टेरियर हेर्नुहोस् इन्टेरियर पनि दामी कन्डिसनमा छ हो हजुर तपाईले अब यो हेर्न सक्नुहुन्छ साथीभाइ हो यहाँनिर है यहाँनिर चाहिँ थुप्रो गाडीहरु छ हैन तपाईहरुले पनि आएर किन्न सक्नुहुन्छ या तपाईले किन्नु भयो तपाईको साथीभाइ कसैले गाडी किन्नु चाहनुहुन्छ भने मैले यो कहाँनिर भनेर सोच्नु हुँदैन होला यो त 6 माइलमा लोकेसन एक्ज्याक्ट बताइदिनुस् न एकखेप कहाँनिर तपाईको 6 माइल कहाँ भन्दाखेरि गान्धी आश्रमको छेउमा हो तपाईको यहाँनिर हाम्रो छेउमा चाहिँ लोकेसन भन्दा यहाँ पुल छ एउटा त्यहाँनिर आउन सक्नुहुन्छ अन्त तपाईलाई मैले यहाँनिर अझै सजिलो के भन्दाखेरि यहाँ माथिनिर नम्बर पनि दिइरहेको छु यहाँ सोरुमको जुन अनरको हैन तपाईहरुले डाइरेक्ट उहाँलाई कन्ट्याक्ट गरेर सोधेर हैन के कस्तो हो तपाईले सोध्नु पनि सक्नुहुन्छ ल अझै म तपाईलाई अर्को गाडी पनि देखाउँछु तपाईहरु यो गाडीमा चाहिँ तपाईले मात्रै 50,000 नभए 40,000 मा डाउन पेमेन्ट गरेर लान सक्नुहुन्छ यो चाहिँ तपाईहरु एकदम चकाचक छ अल्टो केटेड हैन यो चाहिँ कुन सालको हो त यो तपाईको 2023 मोडल हो यो को किलोमिटरको कुरा गर्दा 24,000 मात्रै कुदेको छ हो 24,000 मा अरे यस्तो दामी गाडी तपाईले 24,000 मात्रै कुदेको पाउनुहुन्छ है टप मोडल हो एकदम
चिटिक्कै परेको छ साथीभाइ लु है कम्फर्टेबल हुने खालको छ तपाईँहरूले यो पनि किन्नु सक्नुहुन्छ र यसको चाहिँ कस्तो छ दाम काम चाहिँ अलिकति दाम छ 4,55,000 हजुर 4,55,000 हो 4,55,000 साथीभाइ तपाईँहरूले यतिको गाडी चाहिँ हो अब ओपन 1 लाख गर्नु पर्यो चारपट्टि एकदम न्यू टायर छ देख्नु सक्नुहुन्छ तपाईँहरूले हो बबाल सबै फेरि पनि तपाईँ नयाँ पाउनुहुनेछ यसमा हो र अब चाहिँ तपाईँलाई म एउटा होइन अब मेन चाहिँ अब यो ड्राइभरहरू जति पनि हुनुहुन्छ होइन ड्राइभर दाजुभाइहरू अब टुरिस्टहरू तपाईँहरूले खेप्नुहुन्छ त्यसको लागि चाहिँ एउटा दामी गाडी बबल गाडी यहाँ छ है क्रिस्टा तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम टिलिक्कै फ्रेस कन्डिसनमा दुईटै टायर सबै चारवटा टायर नयाँ नयाँ छ तपाईँहरूले होइन चारवटा टायर देख्न सक्नुहुन्छ एकदम व्हाइट कलरमा हो होइन र यसको चाहिँ कुन सालको हो यो चाहिँ 2020 को हजुर 2020 को तपाईँको यसको प्राइस रहेको छ 14,60,000 14,60,000 रुपियाँ तपाईँको यसको पर्मिट 3 डिस्ट्रिक्ट पर्मिट हो कालिम्पोङ जलपाइगुडी दार्जिलिङ 3 डिस्ट्रिक्ट पर्मिट हो तपाईँको ल यहाँ अब यसको भित्रमा हेर्नु ल यो त लक छ क्या है लक रहेछ है यता यहाँले त म देखाइदिन्छु यहाँभित्र तपाईँहरूले यसको भित्र पनि देख्न सक्नुहुन्छ एकदम चराक चिडिक्कै छ है माथि सिलिङहरू पनि सबै ओके छ टायर पछि पनि नयाँ छ तपाईँहरूलाई मैले अघि भनेको जस्तो हो यहाँ देख्न सक्नुहुन्छ नम्बर पनि दामी छ यो देख्नुभयो होला है ल बबाल छ ल साथीभाइ हो तपाईँहरूले जतिजना पनि गाडी किन्नु इच्छुक महानुभावहरू हुनुहुन्छ है तपाईँहरू आएर यहाँनिर भिजिट गरिदिनुहोस् होला होइन दा यो कहाँनिर भनिदिनुहोस् एकखेप 6 मेल यो तपाईँको गान्धी आश्रमको छेउमा हो कहाँनिर लोकेसन भन्दाखेरि गान्धी आश्रमै हो लोकेसन यहाँ आउनु पर्यो भने चाहिँ नाम चाहिँ के भन्नु पर्यो इको व्हील्स सेकेन्ड ह्यान्ड कार सोरुम इको व्हील्स भनेपछि तपाईँको तपाईँ यहाँनिर कालिम्पोङ भरिमा सोध्नु भने थाहा पाइहाल्नुहुन्छ कालिम्पोङमा सोध्यो भने थाहा पाइहाल्छ तपाईँले ल साथीभाइ हो तपाईँहरूले यहाँ सोरुमको जग्गा कहाँ हो कता थाहा पाउनु भयो होला मैले कन्ट्याक्ट नम्बर पनि यहाँ माथि हालिदिइसकेको छु होइन तपाईँहरूले आएर काइन्डली भिजिट गर्नुहोस् होला यहाँनिर यो गाडीहरू मात्रै होइन थुप्रै गाडीहरू पनि छ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर है एकदम बब्बाल गाडीहरू यहाँ सबै यहाँ माथितिर देख्न सक्नुहुन्छ हो ड्याममै गाडीहरू छ इनोभा पनि छ तपाईँको यहाँनिर देख्न सक्नुहुन्छ होइन एउटा भेन पनि छ हो र यहाँनिर एकदम सस्तो गाडी चाहिँ कुन चाहिँ छ सस्तो गाडी हाम्रोमा तपाईँको एउटा गाडी छ त्यो चाहिँ यहाँ छैन हो हजुर तपाईँको त्यो चाहिँ तपाईँको 1,20,000 मात्रै हो 1,20,000 मात्रै कुन चाहिँ गाडी जेन हो जेन भन्ने ल साथीभाइ तपाईँले सुन्नुभयो होला होइन र अब आजको यो भिडियो चाहिँ यति नै थियो तपाईँहरूले सक्दो सेयर गरिदिनुहोस् होला तपाईँहरू गाडी घोडा किन्ने साथीभाइहरूलाई होइन ल